दर्शकबिन तपाईहरुको माझमा म चेत बहादुर थिङ बोन्बो फेरि पनि महत्त्वपूर्ण सूचना ल्याएर उपस्थित भइसकेको छौं। नेपाल झाँक्री संघको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुस्। नमस्कार। देशैभरमा छरिएका बोन्बो, झाँक्री, माता र यसैगरी देशैभरिका सम्पूर्ण आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरुले सुन्नै पर्ने महत्त्वपूर्ण सूचना छ। यो भिडियोलाई अन्तिमसम्म सुनिदिनु होला भन्न चाहन्छु। नेपाल झाँक्री संघले हिजो विगत लामो समयदेखि बोन धर्म, धामी झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्दै हामी नेपाल झाँक्री संघ अगाडि बढिरहेको छौं। तपाईहरुको माझमा हामी के जानकारी गराउन चाहन्छौं भने हिजो विगत लामो समयदेखि हामी नेपाल झाँक्री संघले अनुगमन समितिको गठन गर्दै आइरहेको भनेर तपाईहरुले हामीले जानकारी गराएको थियौं र अनुगमन समितिको चाहिँ विषयमा हामीले नेपाल सरकारसँग ज्ञापन पत्रहरू हामीले बुझाइसकेको छौं। तपाईहरुले यहाँ देख्न सकिन्छ, तपाईहरुले यहाँ स्क्रिनमा देख्न सकिनुहुन्छ। यो ज्ञापन पत्र चाहिँ हामीले नेपाल सरकारलाई हामीले बुझाउनु पर्ने निकायहरूमा चाहिँ हामीले यो ज्ञापन पत्र बुझाइसकेको छौं। यो ज्ञापन पत्र भनेको के हो भनेर तपाईहरुले मनमा अन्योल हुन सक्छ। यसको लागि पनि म प्रश्न गर्न चाहन्छु। नेपालमा धामी, झाँक्री, बोन्बो, माता सम्पूर्णले हाम्रो बोन धर्म, धामी, झाँक्री संस्कार संस्कृति भित्र संरक्षण गरेको छ र यसैगरी मैले देशैभरि रहेका बोन्बो, झाँक्री, माता सम्पूर्णलाई भन्न खोजेको होइन। हाम्रो देशमा बोन्बो, झाँक्री, माता सम्पूर्णले बोन धर्म, धामी, झाँक्री संस्कार संस्कृति सबैजनाले जोगाएको छ। तर यो सामाजिक सञ्जालमा आएर केही एक दुई जना गलत गर्ने धामी, झाँक्री, माताहरूले गर्दामा हाम्रो बोन्बो, धामी, झाँक्री संस्कार संस्कृतिमाथि चाहिँ विकृतिहरू फैलाइरहेको छौं। विकृतिहरूलाई न्यूनीकरण गर्नको लागि र धामी, झाँक्रीहरूले उपचारको नाममा धेरै ठगिरहेको छ, त्यस्तो विकृतिहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि हामीले नेपाल सरकारसँग ज्ञापन पत्र बुझाइसकेको छौं र अनुगमन समितिको लागि पनि अब हाम्रो हरेक चीजहरू तयार भइसकेको छौं। हिजो विगत लामो समयदेखि तपाईहरुलाई अनुगमन समिति चाहिँ गठन गर्छौं झाँक्री संघले भन्दाखेरि तपाईहरुलाई खोइ त भन्ने भइरहेको छौं र हामीले नेपाल सरकारसँग ज्ञापन पत्रहरू बुझाउँदा र हरेक ठाउँमा चाहिँ हाम्रो फाइलहरू र हाम्रो पेपरहरू मिलाउँदाखेरि केही समय ढिलो हुन पुग्यो र अब हामीले ज्ञापन पत्रहरू बुझाइसकेको छौं। तपाईले यहाँ स्क्रिनमा देख्न सकिन्छ। अब हामीले यो अनुगमन समितिहरू गठन गरेर नेपालमा राम्रो काम गर्ने धामी, झाँक्री र यसैगरी हाम्रो बोन धर्म, धामी, झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्नुपर्छ भनेर राम्रो काम गर्ने नेपालमा धेरै नै धामी, झाँक्री माताहरू छ। उहाँहरूको चाहिँ हामी संरक्षण गर्छौं र राम्रो गर्नेलाई हामीले भन्न खोजेको होइन। दुई तीन जना गलत गर्ने धामी, झाँक्रीहरूलाई चाहिँ कारबाही गर्नुपर्छ र यसैगरी गलत गरिरहेको छ भने त्यो चीजलाई चाहिँ सरकारले न्यूनीकरण गर्नको लागि चाहिँ अनुगमन समितिहरू हामीले खडा गरिसकेको छौं। अब हामीले यो देशमा बोन धर्म, धामी, झाँक्री, माता संस्कार संस्कृतिलाई संरक्षण गर्दै अगाडि बढ्नेछौं। विकृति फैलाउने धामी, झाँक्री माताहरूलाई कारबाही गर्दै राम्रो काम गर्ने धामी, झाँक्रीहरूलाई संरक्षण गर्दै अगाडि बढ्नेछौं र नेपालको सबै जिल्लामा बोन्बोको गुम्बाहरू बनाउनेछौं र नेपालको सबै जिल्लामा मठ मन्दिरहरू बनाउनेछौं र नेपालको सबै जिल्लामा धामी, झाँक्री, बोन्बो संस्कार संस्कृतिहरू हाम्रो हित हो, विगत लामो समयदेखि नै थियो र यसलाई राम्रो तरिकाले हाम्रो बाबुबाजेदेखि मानिआएको संस्कार संस्कृतिलाई संरक्षण गर्दै अगाडि बढ्नेछौं भने अब नेपालमा केही विकृति फैलाउने धामी, झाँक्रीहरूले के गर्यौं यो विषयमा तपाईहरुले म जानकारी गराउन चाहन्छु। नेपालमा राम्रो काम गर्ने धामी, झाँक्री माताहरू देशैभरमा सबै ठाउँमा छौं र अहिले विकृति फैलाउने धामी, झाँक्री माताहरूमा पनि केही धामी, झाँक्री माताहरू पर्छौं। त्यो चीजलाई पनि हामी सुत्रिनुहोस् भनेर हामी पटक हामीले जानकारी गराउँछौं र सुत्रेन भने हामीले नेपाल सरकारसँगबाट हामीले अनुगमन समितिहरू अब खडा गरिसकेका छौं र यो अनुगमन समितिबाट हामीले नेपाल सरकारलाई त्यस्ता विकृति फैलाउने धामी, झाँक्रीलाई कारबाही गर भनेर हामीले सरकारको ढोकासम्म ढकढकाउनेछौं र हामी विकृति फैलाउने धामी, झाँक्रीको आश्रममै गएर हाम्रो अनुगमन समितिहरूले पुलिस प्रशासनहरू बोलाएर त्यस्तो विकृति फैलाउने धामी, झाँक्रीलाई समातेर
पुलिसको कटकडामा उपाएर, कानुनको कटकडामा उपाएर हामीले त्यसलाई कारबाही गर्नलाई सरकारमा माग गर्नेछौँ। देशैभरको झाँक्रीहरूको हस्तक्षेप गरेर माग गर्नेछौँ र हामीले माग गर्दा पनि सरकारले सुनेन र सरकारले कारबाही गरेन। हामीले चाहिँ विकृति फैलाउने त हामी झाँक्रीलाई कारबाही गर्नुपर्छ, हामीले राम्रो गर्नेको त हामी संरक्षण गर्ने हो र विकृति फैलाउनेलाई कारबाही गर्नुपर्छ भनेर हामीले माग गर्दा पनि सरकारले सुनेन भने हामीले देशैभरका झाँक्रीहरूको हाम्रो युनाइटेड भइसकेको छौँ र हाम्रो अहिले 500 भन्दा बढी युवाहरू चाहिँ तपाईँको हाम्रो अनुगमन समितिको युवाहरू तयार भइसकेको छौँ। यदि मानेन भने विकृति फैलाउने धामी झाँक्रीलाई र कुनै जनतालाई ठगिएका धामी झाँक्रीलाई हामीले हिजो गरेका जेनजी भाइहरूले, युवाहरूले गरेको जस्तै गरेर हामीले सरकारको कानुनको ढोकासम्म ल्याएर कारबाही गर्नुपर्छ भनेर हामी उप्याउनेछौँ र उप्याउँदाखेरि सरकारले कारबाही गर्यो भने ठिक छ, कारबाही गरेन भने हाम्रो धर्म, धामी झाँक्री संस्कार संस्कृतिलाई जोगाउनको लागि हामीले नेपालका सबै झाँक्रीहरू एक भएर हाम्रो धर्ममा विकृति फैलाउनेलाई हामीले कस्तो तरिकाले कारबाही गर्नुपर्छ, हामीले कुन मापदण्डले कारबाही गर्नुपर्छ, यदि सरकारलाई हामीले भन्दा पनि कारबाही गरेन भने हामी युवाहरू नै अगाडि बढ्नेछौँ भन्न चाहन्छु र हामी युवाहरूले नै पनि कारबाही गर्न तयार छौँ भन्न चाहन्छु। र यसै गरी नेपालमा छरिएका बोन्बो, झाँक्री, माताहरू सम्पूर्णमा म के जानकारी गराउन चाहन्छु भने तपाईहरूले राम्रो काम गर्नुहोस्। बिरामी उपचार गर्ने क्रममा तपाईहरूले आफूले उपचार गर्नुहोस्। बिरामीलाई धेरै रकमहरू लिएर उपचार नगर्नुहोस्। आफ्नो ठिक्का 1000-1500 ठिक्का लिएर उपचार गर्न मिल्यो तपाईँले आफ्नो ठिक्का हिसाबले उपचार गरेर उपचार गर्नुहोस्, तर धेरै रकमहरू तोकेर उपचार नगर्नुहोस् भनेर म सुझाव दिन चाहन्छु। हामीले अहिले यो सामाजिक सञ्जालमा आएका केही धामी झाँक्रीहरू मार्फतबाट अर्को प्रमाणहरू पनि हामीले के जुडाइसकेको छौँ भने नाङ्लोमा हरेक चाहिँ बनाएर भूत फाल्ने, एकैचोटि 9-10 वटा 20-25 वटा नाङ्लोमा भूत बनाएर फाल्ने। त्यो नाङ्लोमा चाहिँ लौ चली जाऊ खेली जाऊ भने हो यो सिधो गरेर फाल्ने, अनि फालिसकेपछि अर्को कोठामा लाग्ने र अर्को कोठामा लगाइसकेपछि फेरि अर्को 9-10 जना आउँदाखेरि फेरि त्यही नाङ्लोलाई उठाएर ल्याएर फेरि उयो सिधो गर्ने। त्यो चाहिँ तपाईँको हाम्रो सिसी क्यामेराको फुटेज र कुनै धामी झाँक्री कुनै चाहिँ भक्तहरूले खिचेर मोबाइलबाट खिचेर ल्याएको फुटेजहरू पनि हामीसँग छौँ। त्यो फुटेजहरू हामीले भोलि हामीले कानुनी दायरामा उपाएपछि हामीले नेपाल सरकारलाई त्यो फुटेजहरू हामी उपलब्ध गराउनेछौँ र त्यो फुटेजहरू नेपाल सरकारलाई उपलब्ध गराउँदाखेरि पनि नेपाल सरकारले कारबाही गरेन भने हाम्रो झाँक्री युवाहरू हामी आफै कारबाही गर्छौँ। किनभने एउटा बिरामीको भूत फालेको त हामीले त लगेर धोबाटोमा फाल्ने हो नि त, अथवा हामीले त्यसलाई लगेर गङ्गामा सेलाउने हो नि त। तर त्यही सामान फेरि पटक पटक 100जना 1000जना बिरामीलाई त्यही सामान युज गर्ने त होइन। तपाईँले सामाजिक सञ्जालमा हरेक देख्न सकिन्छ त्यो सामानहरू फुटाएको हुँदैन, पुरै प्याकेज भनेको अथवा त्यो चाहिँ त्यो सामानहरू फुटाएर राखेको हुँदैन, पुरै प्याकिङ हुन्छ। त्यो प्याकिङ भनेको बिग्रिन्छ भनेर प्याकिङ राखेको हुन्छ, फेरि पछि त्यही ल्याएर उपचार गर्छ। त्यस्तो धेरै नै फुटेजहरू हामीसँग चाहिँ जुन तपाईँको नाङ्लोबाट पन्छाएपछि अर्को कोठामा पुग्यो, अर्को कोठामा पुगेपछि त्यसलाई भत्काएको हुँदैन, त्यो नाङ्लो जस्तो छ त्यस्तै राखेको हुन्छ, फेरि त्यो नाङ्लोलाई उठाएर ल्याएको हामीले भक्तबाट पन्छाएर भित्र पुऱ्याएको त्यो नाङ्लो फेरि त्यही नाङ्लो उठाएको सर गएर सर आएको त्यो फुटेजहरू हामीसँग छौँ, सुरक्षित छौँ भन्न चाहन्छु। र यसै गरी देशभरका बोन्बो झाँक्री माताहरूलाई म के भन्न चाहन्छु, तपाईँहरू सुध्रिनुहोस्। हाम्रो धामी झाँक्री बोन संस्कार संस्कृति हामी आफैले संरक्षण गर्ने हो। तपाईँहरू सुध्रिनुहोस्। राम्रो काम गर्ने धामी झाँक्रीलाई हामी नेपाल झाँक्री सङ्घ सधैँभरि उहाँहरूको साथमा छौँ र गलत गर्नेलाई हामीले सुध्रिनुहोस् भन्ने हो। सुध्रिएन भने कारबाही गर्नको लागि हामी सरकारलाई ढकढकाउने हो। सरकारलाई ढकढकाउँदा पनि सरकारले कारबाही गरेन भने हाम्रो युवाहरू हामी आफैले कारबाही गर्नेछौँ हाम्रो धामी झाँक्री हाम्रो संस्कार जोगाउनको लागि। र यस्तै गरी विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू
र यसै गरी नेपालमा भएका आमा बुबा दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूलाई अनलाइन मार्फतबाट पैसा तपाईँले उपचार गर्न धामी झाँक्रीले पठाउँदाखेरि 1000 2000 तपाईँले पठाइरहेको हुन्छ। तर त्यो पठाउँदाखेरि पनि तपाईँले मनमा विश्वास लागेर तपाईँले मनमा विश्वास लिएर मात्रै उपचार गर्नुहोस् है। हामी के भन्छौँ भने एउटै सामानमा 100 जनाको बिरामीको उपचार गर्छ भनेपछि त्यो एउटा सामानको धेर पर्दैन। हेर्नुहोस्, एउटा सामानको बढी पर्यो भने तपाईँको 2-3 हजार पर्न सक्ला। एउटै सामानमा हामी 100 जनाको बिरामीको उपचार गर्छौँ भनेर एउटै सामानमा उपचार गरिदिन्छ। बुझ्नुभयो नि? तपाईँले 100 जना बिरामीले 1 जना बिरामीले 1000 पठाए भने पनि 100 जनाले पठाउँदा त 1 लाख भयो। भोलि तपाईँहरूको 1 जना बिरामीले पक्कै पनि 1 लाख त 1 जना बिरामीले पक्कै 1000 त होइन, कम्तीमा पनि 2000 3000 त पठाउँछ। 3000 पठाउँदाखेरि 100 जनाको त 3 लाख भयो। तर त्यहाँ 3000 को चाहिँ सामानले गरेर एकै ठाउँमा पूजा गर्छ। एकै ठाउँमा पूजा गरेको पनि कहीँ राम्रो हुन्छ? हुँदैन। एउटा बिरामीको उपचार गर्दाखेरि एउटा सामानले उपचार गर्नुपर्छ। हाम्रो मान्यता, नेपाल झाँक्रीसँग मान्यता चाहिँ, हामी नेपाल झाँक्रीसँग चाहिँ के भन्न चाहन्छ, तपाईँहरूले एउटा बिरामीको उपचार गर्दा एउटा सामानले उपचार गर्ने, त्यो गर्नुहोस् है। सम्पूर्णलाई यही जानकारी गराउन चाहन्छु। नेपाल झाँक्रीसँग देशभरमा छरिएका सम्पूर्ण बोन्बोहरू, सम्पूर्ण झाँक्रीहरू, सम्पूर्णलाई हामीले भन्न खोजेको होइन। नेपालमा सबै झाँक्रीहरूले बोन धर्म, धामी झाँक्री, संस्कार संस्कृति जोगाएको छ। हामी उहाँहरूलाई मान्छौँ। तर केही सामाजिक सञ्जालमा आएर केही फटाइ गरेको धामी झाँक्रीहरूको विरोध गरेको हौँ हामीले। देशैभरको झाँक्रीहरूले चाहिँ हामीलाई साथ सपोर्ट दिनुपर्छ। तपाईँहरूलाई अनुगमन समितिको लागि हामीले भर्नाहरू खोलिसकेको छौँ। राम्रो काम गर्ने युवाहरू हाम्रो साथ सपोर्टमा आउनु होला। हाम्रो अब हामीले बोन धर्म, धामी झाँक्री संस्कृति, हाम्रो धर्म जोगाउनको लागि हामी जस्तै पनि कदम चालेर अगाडि बढ्न सक्छौँ भन्नेको मार्फत हामी सरकारलाई कारबाही गर भनेर हामी सरकारलाई ढोको ढकढकाउँछौँ। सरकारलाई हामीले गलत गर्ने धामी झाँक्रीलाई कारबाही गर भनेर सरकारलाई ढोको ढकढकाउँदाखेरि सरकारले ढोको खोल्दैन। सरकार सुधेर बस्छ भने हाम्रो धर्मलाई कसैले विकृति फैलाउँछन् त्यस्तोलाई हामी युवाहरू छोड्दैनौँ भन्न चाहन्छु। र यसै गरी तपाईँहरूको माझमा म किन आएन भने म बोन धर्म, धामी झाँक्री, संस्कार संस्कृतिको हरेक डकुमेन्टको लागि दौडिरहने क्रममा म बिजी हुन सकिन्छ। त्यही भएर म आजकल धेरै बिजी भएको कारणले अनलाइनमा आउन सकेनौँ। यसको लागि सम्पूर्णलाई फेरि बोन धर्म, धामी झाँक्री, संस्कार संस्कृतिलाई संरक्षण गर्दै अगाडि बढ्नेछौँ। र हाम्रो नेपालका धामी झाँक्री, बोन्बो, देशैभरका झाँक्रीहरू एक गर्दै हामी नेपाल झाँक्रीसँग अगाडि बढिरहेको छौँ भन्न चाहन्छु। भन्दै तपाईँहरूको माझमा फेरि पनि यस्तै महत्त्वपूर्ण सूचना ल्याएर आउने बाचा गर्दै नेपाल झाँक्रीसँग परिवार बिताउन चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार।